पाइथन प्रोग्राममा चाहिँ युजर डिफाइन्ड फङ्सन युज गरेर एउटा इन्टिजरको मल्टिप्लिकेसन टेबल लेख्न गइरहेको छु। त्यसमा हामीले सबभन्दा पहिला कमेन्ट लेख्न गइरहेको छु। कमेन्टको लागि ह्याज ट्याग युज गर्नुपर्छ र ह्याज पछाडि हामीले इन्स्ट्रक्सन्स लेख्छौँ टु फाइन्ड द मल्टिप्लिकेसन table of a number। यसपछि हामीले के गर्ने भने हामीले यसमा हामीले युजर डिफाइन्ड फङ्सन युज गर्नुपर्छ। त def कमान्ड युज गर्छौँ। त्यस पछाडि फङ्सन नेममा मल्टी टेबल फङ्सन नेममा जे राख्दा पनि हुन्छ। त्यस पछाडि प्यारेन्थेसिस भित्र जसलाई प्यारामिटर लिस्ट भनिन्छ यसमा हामी कुनै प्यारामिटर अल्फाबेट राख्छौँ जस्तै n राखे। त्यस पछाडि यहाँ इज टु सिम्बल दिनुपर्छ र इज टु सिम्बल पछि हामीले के गर्नुपर्छ भने एउटा प्रिन्ट भनेको स्टेटमेन्ट युज गर्छौँ र यो प्रिन्ट स्टेटमेन्ट भित्र हामीले के गर्नु छ भने के गर्न गइरहेको छौँ त्यो लेखिहाल्छौँ। जस्तै मल्टिप्लिकेसन टेबल अनि त्यस पछाडि हामीले चाहिँ के गर्छौँ भने अब यो हामीले कतिपल्ट रन गराउनु छ त्यसको लागि हामीले फोर लुप युज गर्छौँ। त फोर दिन्छौँ। त्यसपछि कुनै भेरिएबल जस्तै आई दिए आई इन रेन्ज। अब मल्टिप्लिकेसन टेबलमा चाहिँ के हुन्छ भने स्टार्टिङ भ्यालु 1 देखि स्टार्ट हुन्छ त 1 दिने। त्यस पछाडि कमा दिने। अब 11सम्म 10सम्म हुन्छ तर यसमा पाइथनमा 1 बढी गरिदिनुपर्छ त 11 दिए। त्यस पछाडि फेरि यहाँ इज टु दिए। अब हामी यसलाई कसरी देखाउने हो मल्टिप्लिकेसन टेबल त्यसको लागि केही देखाउनको लागि हामीले प्रिन्ट स्टेटमेन्ट युज गर्छौँ। र प्रिन्ट स्टेटमेन्ट दिए त्यस पछाडि स्मल पोस्ट स्टार्ट र इनपुट एकैचोटि आउँछ। अनि त्यस पछाडि हामीले यहाँ पहिला के प्रिन्ट गर्नु छ त n देखाउनु छ त n दिने। त्यस पछाडि कमा दिने। त्यस पछाडि डबल कोटेसन भित्र हामीले के देखाउनु छ इन्टुको सिम्बल। इन्टुको लागि हामीले x लेख्यौँ अनि त्यस पछाडि यहाँ फेरि कमा। त्यसपछि हामीले के देखाउनु छ त आई देखाउनु छ। त्यस पछाडि फेरि कमा। त्यस पछाडि फेरि डबल कोटेसन भित्र इजिकल टु। त्यस पछाडि हामीले यहाँ के लेख्छौँ फेरि कमा लेख्छौँ अनि n इन्टु आई। त्यस पछाडि हामी यहाँ तल इन्टर गर्छौँ। इन्टर गरिसकेपछि हामीले के गर्नुपर्छ भ्यालु इनपुट गर्नुपर्छ। त भ्यालु इनपुट गर्नको लागि हामीले के गर्छौँ भने डिफको सामने तल हामीले स्टेटमेन्ट युज गर्छौँ। जस्तै एउटा कुनै भेरिएबल लिए नम र त्यस पछाडि यसमा चाहिँ इजिकल टु दिए भ्यालु इनपुट गर्नको लागि। र हामीले डाटा टाइप लियो इन्टिजर अनि त्यस पछाडि इनपुट स्टेटमेन्ट युज गर्छौँ इनपुट अनि त्यस पछाडि यहाँ कुनै नम्बर टाइप गर्नु छ त इन्टर अ नम्बर। त्यसपछि हामीले भ्यालुलाई कल गर्नुपर्छ। भ्यालु कल गर्नको लागि पहिले जुन चाहिँ फङ्सन नेम दिएको छ जस्तै mul TITABLE। त्यस पछाडि प्यारेन्थेसिस भित्र यहाँ जुन भेरिएबल लिएको छ नम त्यो नम भेरिएबल हामी लियौँ र लिइसकेपछि हामी यसलाई रन गरायौँ के आउँदो रहेछ। यहाँ कुनै नम्बर भन्छ हाल्नको लागि जस्तै मैले यहाँ 23 हालेँ। यहाँ तल 23 भन्छ लेखेर यहाँ गल्ती भयो। अब के गल्ती भयो हेरिरहेछु
यहाँ 4i इन रेन्ज जुन छ यहाँ इज टु त दिएको छ, प्रिन्ट एन गुन्ने कमा आई इज इक्वल टु एन इन्टु आई, ठिकै छ। नन इन्टिजर इनपुट इन्टरनल नम्बर मल्टी यहाँ यो स्पेलिङ गल्ती भइसकेको छ। MUTI केवल मात्रै छ। अब रन गराए हेरौँ के हुँदो रहेछ। 23 ले हाले, त्यस पछाडि हेर्नुहोस् मल्टिप्लिकेसन टेबल आयो। अब यो चाहिँ भयो।